मार्क्सवाद र लेनिनवादलाई आदर्श मान्दै गर्दा हामीहरूले नेपालीवाद, नेपालमा नै जन्मिएको वाद, नेपालमा नै हुर्किएको वाद अर्थात् नेपाल राज्यका एकीकरणकर्ता श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहले दिनुभएको दिव्योपदेश। यस दिव्योपदेशमा राष्ट्रपिता पृथ्वीनारायण शाहले नेपाल देशको महत्त्व कस्तो रहेको छ, देश सञ्चालन गर्ने नीति कस्तो हुनुपर्दछ, देशलाई कसरी स्वावलम्बी बनाउने, राजाको अर्थात् शासकको कर्तव्य कस्तो हुनुपर्नेछ र नागरिकको दायित्व कस्तो हुनुपर्नेछ लगायतका धेरै विषयहरूमा पृथ्वीनारायण शाहले आफ्ना भाइ भारदारहरूलाई यो दिव्योपदेशको सन्देश दिनुभएको थियो। यस दिव्योपदेशलाई हामी सबै नेपाली नागरिकले अवश्य नै पढ्नुपर्दछ। अझ आफूलाई राजनीतिज्ञ हुँ भन्नेहरूले त यसलाई पढेर देशको बृहत्तर हितको लागि अवलम्बन गर्नुपर्नेछ। दिव्योपदेशको दोस्रो भागमा राष्ट्रपिताले नीतिको उपदेश गर्नुभएको छ। त्यस उपदेशलाई हामीले राम्रोसँग अध्ययन गरेर बुझ्नेछौँ। उपरान्त यो नेपाल राज्य भनेको दुई ढुङ्गाको बीचको तरुल जस्तो रहेछ। आफ्नो देशदेखि उत्तरतर्फका चीनका बादशाहसित धेरै ठुलो घा अर्थात् मित्रता राख्नु, दक्षिणतर्फका समुद्रका बादशाहसित भने मित्रता त राख्नु, तर त्यो अत्यन्त चतुरो छ। त्यसले अहिले हिन्दुस्तानलाई बलपूर्वक दबाइराखेको छ, समतल जमिनमा पनि परिरहेको छ। यसैले हिन्दुस्तानीहरू जागे भने आफूलाई त्यहाँ रहन कठिन पर्ला भनी आफ्नो निमित्त सुरक्षित किल्लाको खोजी गर्न त्यो यथातर्फ कुनै न कुनै दिन आउनेछ। यसैले आफ्ना सन्धि सर्पहरू हेरी गढी तथा गौडाहरूलाई तम्तयार तुल्याइराख्नु र बाटा बाटाहरूमा भाजाहरू पनि हालिराख्नु। एक न एक दिन त्यो बल यहाँ अवश्य आउनेछ। झिकेर पहाडी प्रदेशमा ल्याएर मात्र लडाईँ गर्नु, यसो गरेमा चुरो पहाडका घाटीहरूमा त्यो शक्ति खुबै काटिनेछ। यसो गर्न सकेमा हाम्रो 5-7 पुस्तासम्मलाई पुग्ने खरखजाना पनि मिल्नेछ। श्रीगङ्गा नदीसम्म हाम्रो देशको साथ पनि लाग्नेछ। लडाईँमा लड्न सकेन भने लोलो पोतो तथा अन्य अनेकौं छलकपटहरू गरेर भए पनि त्यस शक्तिले यहाँ आउने प्रयास गर्नेछ। यो नेपालको तखत भनेको एउटा प्राकृतिक किल्ला हो। यस किल्लालाई त्यसले पायो भने संसारका चारैवटा बादशाहलाई ओह्रालो लगाइदिनेछ। यथार्थमा यो राज्य ईश्वरले आफैले नै रचना गरेको किल्ला रहेछ। सोध्नुपर्ने अर्थात् बनाउनु पर्ने रहेनछ। शिवपुरीमा एक, फुलचोकीमा एक, चन्द्रगिरीमा एक, महादेव पोखरीमा एक, पालुङमा एक, दाप्चामा एक र काहुलेमा एक समेत गरी यी 7 ठाउँमा किल्ला पनि पक्की बनाउनु। किल्ले पछि तोपहरूलाई लम्छट गरी राखिदिनु। माथि उल्लेख भएका जति पनि भन्ज्याङहरू छन् तिनमा भन्ज्याङै पछि एक एकवटा फलामे ढोकाहरू बनाई ढोकै पछि एक एकवटा तोपहरू लम्छट गरी राखिदिनु र ढोकै पछि 5-5 जना सिपाहीहरू पनि राखिदिनु। यसो गरेमा सेवा गर्ने, चर्चा गर्ने, भाग्ने, हराउने, ढुकुवा बस्ने, दङ्गा फसादी गर्ने तथा खुन गर्नेहरूको पनि केही चल्ने छैन। यसो गर्न सकेमा संसारमा रहेका चारवटै बादशाहहरूले यहाँ एकैपटक चढाई गरेर आए भने पनि कसैको केही चल्ने रहेनछ। उपरान्त पहिलेका राजा राम शाहले बाँधेका स्थिति बन्देजहरू हेरिसके, राजा जयस्थिति मल्लले बाँधेका स्थिति बन्देजहरू हेरिसके र राजा महेन्द्र मल्लले बाँधेका स्थिति बन्देजहरू पनि हेरिसके। यसैले ईश्वरले दिए भने अब म आफैले पनि यस्ता स्थिति बन्देजको 12,000 घरधुरी भएका गोर्खालीहरूको स्थिति बन्देज पनि बाँधेर जाउँला भन्ने मेरो पनि अभिलाषा रहेको थियो। पूर्व तथा पश्चिमका बाटाहरू बन्द गराई नेपालको बाटोलाई मात्र चलाइदिउँला। देशका सबैले आआफ्ना जात अनुसारका कामहरू गर्नु भन्ने बन्देज पनि बाँधेर जाउँला भन्ने मेरो मनको अभिलाषा रहेको थियो। तर यो मनमा रहेको यो अभिलाषा मनको मनमै रहिरह्यो। उपत्यकाभित्र रहेका यी 3 शाहहरू भनेका त चिसा ढुङ्गाहरू जस्ता पो रहेछन्। यहाँ त खेलखाल मात्र धेरै हुँदो रहेछन्। कुवाको पानी खानेहरूको त बुद्धि हुने रहेनछ र यस्ता मानिसहरू सुरा पनि हुँदा रहेछन्। यहाँ त खेलखालहरू मात्रै धेरै हुने रहेछ। मेरो मनसुबा त दहचोकको डाँडामा आफ्नो दरबार बनाउला र दरबारका चारै दिशामा थरघरका, गुरुपुरोहितहरूका, भैयादहरूका, भारदारहरूका र मिरौ मरावहरूका पनि घरहरू बनाई आफ्नो छुट्टै दरबार बनाउला र उपत्यकाभित्र रहेका यी 3 शाहहरूमा त आफ्नो दरबारबाट बेला बखत सोख सयललाई मात्र जाउँला भन्ने अभिलाषा रहेको थियो। उपरान्त विदेशका महाजनहरूलाई पर्सागढीबाट माथितिर आउन नदिनु। विदेशका महाजनहरू हाम्रो मुलुकमा आए भने उनीहरूले यहाँका जनतालाई कंगाल नै गराई छाड्नेछन्। हामीले च्यागा पागा लगाएर नै यो 3 सहर नेपाल 9 लाख किराँत र हिन्दूपतिको राज्य पनि आर्जन गरेका थियौं।
यसैले नेपाली जनतालाई विदेशी कपडा लगाउन मनाही गरिदिनु, आफ्नै देशका कपडा बुन्नु, आफ्नै देशका कपडा बुन्न जान्ने मानिसहरू लगाई नमुना देखाएर सिकाउनु र बुन्न लगाउनु। यसो भएमा आफ्नो देशको नगद विदेशमा जान पाउँदैन। आफ्नो देशका जिनस तथा अन्य जडीबुटीहरू पनि विदेशतर्फ लैजानु र त्यहाँबाट नगद रकम आफ्नो देशतर्फ खैचनु। नगद रकम जसरी हुन्छ आफ्नै देशमा खैचिराख्नु। प्रजा मोटा समर्थ भए भने दरबार पनि बलियो रहन्छ। राजाका भण्डार भनेकै प्रजाहरू नै हुन्। देशमा इजारा अर्थात् ठेक्का पनि कसैलाई नदिनु। सरकारबाट नै अमानतमा सरकारी या तहसिल अर्थात् आम्दानी असुल उपर गर्ने कार्यालय राखी साल सालैको कच्चा बारी हिसाब लिने गर्नु। चुनिएका राम्रा राम्रा सिपाही भए पनि र भाइ भारदारहरू नै भए पनि यिनीहरू कसैलाई पनि धन दौलतहरू कमाउन नदिनु। मानिसहरू हेरी उनीहरूको औगात अनुसार हुर्मत अर्थात् इज्जत मात्रै राखिदिने गर्नु। किन भनी भनौला, किनभने दौलत भएका मानिसहरू तरवारहरूको काममा पछि स्वयं मर्न तथा विपक्षीहरूलाई मार्न पनि अग्रसर हुन सक्ने छैनन्। यसो भएमा देशमा हरिफहरूको चमक हुने हुन्छ। सिपाहीहरू तथा अन्य भाइ भारदारहरूले पनि शोक सयलहरू गरेनन् भने चारै खुट्मा मेरो तरवार बज्रनेछ। देशका सिपाही तथा भाइ भारदारहरू शोक सयलमा पसे भने अनर्थ हुनेछ। यो मेरो सानो दुःखले आर्जिएको मुलुक होइन। यस मुलुकको आर्जनमा देशका विभिन्न जात तथा जातिका धेरै नागरिकहरूको परिश्रम परिरहेको छ। यसैले यो मुलुक सबै जात तथा जातिहरूको साझा फुलबारी हो। सबैलाई यस कुराको चेतना भए राम्रो हुने थियो। यस फुलबारीलाई साना ठुला 4 वर्ण 36 जातका जनताले समान रूपले सम्भार गर्नुपर्दछ। यो वास्तविक हिन्दुस्तान हो। यहाँका नागरिकहरूले आफ्ना कुलका परम्परागत धर्महरूलाई कहिले पनि नछोडुन्। आफ्ना ख्यातिमहरूको अर्थात् मालिकहरूको नुनको उद्धार सबैले गर्ने गर्नु। कालु कपरदारका सन्तानलाई कपरदारीको पदबाट नछुटाउनु। दक्षिणतर्फको मित्रता राख्ने कामबाट शिवराम सिंह बस्नेतका सन्तानलाई नछुटाउनु। भोटसँगको मित्रता राख्ने कामबाट कालु पाण्डेका सन्तानलाई कहिले पनि नछुटाउनु। पाण्डे, बस्नेत, पन्त, भैया तथा मगर आदि भाइ भारदारहरूलाई माराताप दिँदा पनि पालै पालो गरी खाना दिने गर्नु। किनकि यिनीहरू भनेका मेरा नुन तथा गुणका सोझा सेवकहरू हुन्। यिनीहरूले ज्यान नै जाने गरी विराम गरेका भए पनि यिनीहरूलाई आफूले नमार्नु, बरु मारापात दिएर लडाइँमा जोसिदिनु। यसरी जोसिदिँदा उनीहरूले आफ्नो जीवलाई जोगाई आयो भने बढिया नै भयो। मरेर नै गयो भने पनि आफूले मार्नुभन्दा अर्कैबाट मारिएको बढिया हुन्छ। यसैले राजाले आफ्ना सेवकहरूलाई आफ्नो देशमा कहिले पनि नमार्नु। राजाले देशमा न्याय तथा निसाफ राम्ररी गर्ने गर्नु। मुलुकमा कुनै पनि किसिमका अन्याय हुन नदिनु। देशमा न्याय तथा निसाफ बिगार्ने भनेका घुस दिने तथा घुस खाने व्यक्तिहरू नै हुन्। यी दुई थरी व्यक्तिहरूको त धन तथा जीव नै जफत गरी लिएमा पनि पाप लाग्ने छैन। यी दुई थरी व्यक्तिहरू त राजाका महाशत्रु नै हुन्। उपरान्त जड कुरा राजालाई खास चाहिने भनेका सिपाहीहरू नै हुन्। यिनीहरूको निमित्त घर तथा खेतहरू मिलाइदिनु। यसो भएमा त्यस जमिनमा उनीहरूले आफैले मलजल गर्ने गर्दछन् र दुवै बोटीहरू आफ्नै घरभित्र हाल्न पाउँछन्। यसो भएमा परिवारको चिन्ताबाट उनीहरू निष्फिक्री हुन्छन्। राजाको ढोकामा रहे पनि गढी तथा गौडामा रहे पनि सिपाहीहरूको छाती बलियो रहने हुन्छ। सैनिकहरूको पजनी अर्थात् सरुवा बडुवा गर्दामा पनि 100 नालको कम्पनी बनाउने गर्नु। 100 नाल भएको कम्पनीको निमित्त एकजना सुबेदारको हिसाबले भर्ना गर्दा 4-5 लडाइँमा जस पाई आएका व्यक्तिलाई मात्र आफूले नै जाँची सुबेदारको पदमा हाल्नु। सुबेदारले पनि आफू अन्तर्गत रहने 7 पगरीहरू भर्ना गर्दा लडाइँमा 2-4 प्रहारहरू खाएका अनुभवी व्यक्तिलाई मात्र हेरेर 7 पगरीहरूमा हाल्नु। 7 पगरीहरूले पनि आफू अन्तर्गत रहने 16 हुद्दाहरू भर्ना गर्दा आफूसित मर्न तथा विपक्षीहरूलाई मार्नको निमित्त पनि तयार हुने वा नहुने राम्रोसँग जाँची योग्य देखिएका मात्र 16 हुद्दाहरूमा भर्ना गर्नु। यसै गरी 16 हुद्दाहरूले पनि आफूसित मर्न वा विपक्षीहरूलाई मार्नको निमित्त तयार हुने वा नहुने राम्रोसँग जाँची सिपाहीहरूमा भर्ना गरेर आफ्ना पट्टीहरू भर्ना गर्नु। पट्टीमा सिपाहीहरू भर्ना गर्दा पनि खस, मगर, गुरुङ तथा ठकुरी यिनै 4 थरी जातलाई मात्र छ्यासमिस गरी भर्ना गर्ने गर्नु। पट्टीमा सिपाहीहरू भर्ना गर्दा पनि खस, मगर, गुरुङ तथा ठकुरी यिनै 4 थरी जातलाई मात्र छ्यासमिस गरी भर्ना गर्ने गर्नु। यसो गरेमा विपक्षीहरूसँग तरवारको काम आइपर्दा आफ्नो बल दरिलो हुने हुन्छ।
हात हतियारहरू भर्ने पनि यथार्थमा माथि उल्लेख भएका यिनै 4 जातहरूलाई मात्र हुन्। यिनीहरूलाई सशक्त तुल्याए मात्र तरबारको काम आइपर्दा आफ्नो बल दरिलो हुने हुन्छ र यसो गरेमा वैरीहरूको त के कुरा, स्वयं देवराज इन्द्रको आसनलाई पनि सजिलैसँग डगाउन सकिन्छ। हजारौं धनु, हजारौं बन्दुक, हजारौं खुडा र हजारौं तोपहरू जम्मा गर्न सकिएमा इन्द्रको आसनलाई पनि डगाउन सकिन्छ। लडाईका कामहरूमा पनि हतियारहरूले प्रहार गर्ने तथा साथ दिने यी दुवै थरी बराबर नै हुन्। जागिर दिँदा तथा वितलक अर्थात् वीरता जग्गा दिँदा पनि यी दुवै थरीलाई बराबरी गरिदिनु। कदाचित ऊ लडाईँमा मर्यो भने पनि उसको छोरो समर्थ भएर खुडा हान्न समर्थ नभएसम्म उसको परिवारलाई मरवट दिनु। खुडा हान्न सक्ने भएपछि भने उसलाई जागिरमा उकालिदिनु। यसरी राजाले आफ्ना सैनिकहरूमाथि विवेक राखिदिएमा देश विदेशका सिपाहीहरू पनि नोकरीको आशा राखी यहाँ आउनेछन् र यसो भएमा तरबारिया सिपाहीहरूलाई आफ्नो हातमा पार्न सकिनेछ। राजाका सार भनेका सिपाही र रैतीहरू नै हुन्। राजाहरू चतुर भएमा सिपाही तथा रैतीहरूलाई पनि हात लिइराख्नु। यसो भएमा देशमा विद्रोह हुन पाउँदैन। आफ्ना भएका सिपाहीहरूलाई सधैँ नै तिखारी राख्नु। तिखारी राखेका सिपाहीहरू कसैको मुलाहिजमा पस्दैनन् र आफ्नो काम पनि फत्य हुन्छ। गुरुङ, मगर, खानज्यादा, भैयाद, भारदार, मीर, उमराव तथा थरघरहरू पुराना पुराना जाची, खुडा तथा गैडाहरूमा पनि राख्ने गर्नु। पूर्व तथा पश्चिमका खस एवं बाहुनहरूलाई दरबारमा पैठ हुन नदिनु। किन भनी भनौला, बाहिरका मान्छेहरूले दरबारमा बेथिती गराउँछन्। राजाको हुकुमलाई जफत गरी आफ्नै अधीनमा राखिराख्नु। मैले 3 थुमका वराह उमरावहरूलाई देवराज इन्द्रको वज्र जस्तै बलियो तुल्याएर राखिरहेको थिएँ। तिनीहरूलाई छुट्टै नगरा तथा निशानहरू पनि दिइराखेको थिएँ। यस्तै तिनीहरूलाई 12-20 का गाँठहरू पनि बाँधिदिएको थिए। यसैले जहाँ जहाँ तिनीहरूको काम पर्दथ्यो त्यहाँ त्यहाँ तिनीहरूले त्यस कामलाई फत्य नै पारिदिन्थे र यसबाट नै मैले अहिले यस ऐश्वर्यलाई उपभोग गरिरहेको हुँ। आफ्ना घरका पुराना सेवकहरूलाई जाँची उनीहरूलाई आफ्ना हजुरमा हरदम राखी बन्दोबस्तहरू बाँधी आफ्नो देशलाई सदैव बलियो राख्नु। यसो भएमा मात्र दरबार बलियो रहन्छ। राजाहरूमा चतुर्याई भए आफ्ना सिपाही तथा रैतीलाई पनि सधैँ नै आफ्नो हातमा लिइराख्नु। कसैको मुलाहिजाको पछि र गुणको पछि पनि लाग्न नदिनु। नुनको पछि मात्र लगाउनु। उपरान्त टक्सारलाई चोखो चलाउनु। अदालतमा कर्मचारीहरू भर्ना गर्दा पनि ठकुरीहरू मध्येबाट जाँची हिट्ठाको पदमा राख्नु। यसै गरी मगरहरू मध्येबाट जाँची विचारीको पदमा थापना गर्नु। कचहरीहरू पिच्छे एक जना पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनु। अदालतका पैसाहरू दरबारभित्र नहुल्नु। बरु फकीर, फकीडा, अतिथि, जोगी, सन्यासी तथा ब्राह्मणहरूलाई दक्षिणा एवं भोजनहरूको निमित्त प्रयोग गरिदिनु। उब्रिएको पैसा पनि दक्षिणाको निमित्त चढाई धोती एवं रुमालको निमित्त चढाइदिनु। यसो भएमा असत्यको दोष लाग्ने छैन। खानी भएको ठाउँमा गाउँ बसिरहेको भए त्यस गाउँलाई अरू ठाउँमा सारेर भए पनि त्यहाँ रहेको खानीलाई चलाउनु। यस्तै खेत बन्न सक्ने जग्गामा घरहरू बसिरहेका भए पनि ती घरहरूलाई अन्यत्र उपयुक्त ठाउँमा सारी कुलो काटेर खेत बनाई आबाद गर्ने गर्नु। उपरान्त पहिले कुनै बेलामा भक्तपुर राज्यका राजा रणजित मल्लले हात दिनमा पछि मलाई आफ्नो देशमा झिकाएका र पछाडि भने दगा दिएका थिए। यस अवस्थामा ठूलो दुःख गरी मैले पछाडितर्फ शुद्ध गराएर मात्र नेपालमाथि चारैतर्फबाट मोर्चा लगाइदिएको थिएँ। राजा जयप्रकाश मल्लले उनको आफ्नो मतलबको निमित्त दक्षिणतिरबाट नागा सैनिकहरूलाई झिकाएका थिए। मैले ती सबै नागा सैनिकहरूलाई नेपालभित्र पस्न नै नदिई 7 गाउँभित्र नै रगतले बिजाइदिएको थिएँ। यसै गरी कासिम अली खान नाम भएको एकजना नवाब पनि मकवानपुरको गढीमा चढ्यो र 120 जना खुँडाधारी सैनिकहरूलाई पठाएर त्यसलाई काटी त्यसका सैनिकहरूलाई त्यहाँबाट धर्काई आफ्नो देशको सिमानाभन्दा पारिपट्टि कटाएर आएको थिए। यस घटनाको केही वर्षपछि 3-4 पल्टनहरू लिई सिन्धुलीगढीमा हार्डिङ नाम गरेको अर्को एकजना अङ्ग्रेज साहेब पनि चढ्यो र त्यहाँ पनि उसका सैनिकहरूलाई काटी उसका पत्थर कलाहरूलाई त्यहाँबाट खोसेर ल्याएको थिए। त्यति नै बेला लखनऊबाट 3 जना मुसलमान कालीगढहरू मेरो चाकडीको निमित्त नुवाकोटमा पिछा गर्न आएका थिए। कासिम अली खाँ तथा अङ्ग्रेजहरूसँगबाट खोसेर ल्याइएका यिनै बन्दुकहरूको तुल कलायतको काम तिनै मुसलमानहरूले जानेका रहेछन् र शेख जोरावर, ममतकी र भेखार सिंह नाम भएका यी 3 जना मुसलमानलाई मैले पल्टनमा अजिटनी दिएर राखेको थिएँ।
र यिनीहरूकै सहयोगबाट आफ्नो देशमा तिलङ्गा सैनिकहरूलाई सघाएको हुँ। नेपालको किताबलाई अर्थात् वंशलाई हेर्दा यो देश तुर्काना, मगरात तथा मुगलाना पनि हुनेछ भन्ने लेखिएको रहेछ। यसमध्ये तुर्काना अगाडि नै भइसकेको रहेछ। मगरात हुनेछ भन्ने भनाइको सम्बन्धमा मगरातको राजा भनेको त म नै हुँ। यसैले यो दोष पनि अहिलेसम्ममा मेटाइसकियो। एकपटक मुगलाना बन्द छ भन्ने भनाइको दोष मेट्नलाई मैले आफ्नो राज्यमा भएका थुमहरूमध्ये आधा थुमहरूलाई मासेर भए पनि मुगलानामा जस्तै यहाँ पनि सेनाका कम्पनीहरू जमाएको हुँ। यसै अनुसार आधा खुडाहरू बोक्ने र आधा पत्थरकलाहरू बोक्ने सैनिकहरू बनाएको हुँ। 100 नालको एक कम्पनीको हिसाबले सैनिकहरूको सङ्गठन गर्दा यस्तो कम्पनी छरितो हुने रहेछ र यसो भएमा 100 नालको कम्पनीले 1000 जवानसम्मलाई पनि सजिलै भ्याउने रहेछ। किल्लाहरू पछि एक कम्पनी सैनिकहरू राखी उनीहरूको खानगीको निमित्त गर्खाहरू बाँडिदिनु र जगेडामा रहेका सैनिकहरूको लगत बाँधी जीविका चलाउनको निमित्त उनीहरूलाई आवश्यक खर्चहरू नियमित रूपमा राखिराख्ने गर्नु। उपरान्त मलाई एउटा गम्भीर कुराको सन्देह लागिरहेको छ। कुन कुरा भने नेपालबाट मुगलाना नजिकैमा रहेछ। त्यस ठाउँमा छोकडा तथा पत्रियाहरू पनि धेरै हुँदा रहेछन्। हाम्रा नवयुवकहरू त्यस्ता ठाउँहरूमा पुगी चित्रकारी गरिएका कोठाहरूमा पुगेर ढोलक एवं सितारका राग तथा तानहरूमा भुल्लान् कि भन्ने मलाई अहिले ठूलो चिन्ता लागिरहेको छ। राग तथा तानहरूमा मानिसहरूको ठूलो मोह रहेको हुन्छ र राग तथा तानका यस्ता जमघटहरूमा दौलतका थैलीहरू पनि प्रशस्त मात्रामा खोलिने हुन्छ। यसले गर्दा आफ्ना देशका भेदहरू पनि तिनीहरूले सजिलैसँग लैजाने गर्दछन् र आफ्नो देशमाथि हरिफहरूले दगा गर्ने गर्दछन्। यसैले राग तथा तानको अभ्यास देशमा कसैले पनि नगर्नु। छोकडा, पत्रिया तथा गायक यी 3 थरी जातलाई त पहाडतर्फ आवत जावत गर्ने बाटो पनि कसैले नखोल्नु, अथवा केही गरी खोलिहाले पनि फागुको पर्वसम्मलाई 1-2 जना गरी झिकाएर तिनीहरूलाई चाँडै नै त्यहाँबाट बिदा गराइदिनु। यसो गरेमा उनीहरूले हाम्रो देशको भेद पनि पाउने छैनन्। हाम्रो आफ्नो शोकशयललाई त आफ्नै शास्त्रहरू अनुसारका 3 सहर नेपालका नेवारका नाचहरूलाई झिकाइ हेरे पनि हुन्छ। यिनीहरूलाई त दिएको पनि आफ्नै देशमा सुरक्षित रहने हुन्छ। यसो भएमा आफ्नो देश पनि अगम्य रहने हुन्छ। राष्ट्रपिता पृथ्वीनारायण शाहले दिनुभएको यो दिव्योपदेश हाम्रो लागि अझै पनि त्यत्तिकै प्रभावकारी रहेको मलाई महसुस हुन्छ। यस पृथ्वी पथलाई हामीहरूले सक्दो सबैमा फैल्याएर हाम्रो नेपालीवादलाई हामीहरू सबैले चिनौँ। धन्यवाद। श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको जय होस्। नेपाल आमाको जय होस्। मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो। सबैमा चेतना भया देशका महाजनहरू हाम्रा मुलुकमा आया भने दुनिया कंगाल गरी छाड्छन्। देशका कपडा लगाउन मना गरिदिनु, आफ्नो देशको कपडा बन्न जान्नेलाई नमुना देखाइ सघाउनु र बन्न लगाउनु। यसो भया नगद विदेश जाँदैन। अन्याय मुलुकमा हुन नदिनु। निया निसा बिगार्न भनेको कुछ दिने कुछ खाने। 4 वर्ण 36 जातको फुलबारी हो। जाई कटक नगर्नु, झिकी कटक गर्नु। सबैमा चेतना भया